ओके माछा चाहिँ सर र चारो खोज्दै आउँछ। जो यहाँ चारो पनि रहेको छ। फिसिङ गर्न इच्छुक हुनुहुन्छ भने माछा मार्न तपाईको चाहना छ भने आजको भिडियो तपाईको लागि हुन सक्छ, तपाईको फाइदाको लागि हुन सक्छ। बल्छीलाई यसरी चाहिँ पारेर स्वाटै हाल्नुभयो, एकैचोटि पर पुगेको छ। गाइज हेरौँ हामी देखिरहेछौँ। ओ माई गड, फाइनली एउटा माछा परिसकेको छ। हामी देख्न सक्छौँ सानो, यसलाई पोथली माछा भनिन्छ हैन? पोथली माछा है, पोथली माछा पर्यो। फिसिङ गर्ने मुडमा हाम्रो चाहिँ यहाँ दाइ हुनुहुन्छ। तयारी अवस्थामा एकदमै तयारी गरिरहनु भएको छ। अमा पुल रहेको छ, यहाँनिर पोखरी, यत्रो ठुलो ताल रहेको छ। पक्का पनि यो तालमा चाहिँ माछा प्रशस्त नै हुनुपर्छ भन्ने हाम्रो चाहिँ अनुमान रहेको छ। त्यसै गरी यहाँ दाइ हुनुहुन्छ। दाइले चाहिँ फिसिङ गर्न, दाइ के छ फिसिङको तयारी गरिरहनु भएको छ? हजुर हजुर। यो के छ सबै जोडिरहनु भएको छ, बल्छी है यो? हजुर हजुर। अनि चारोहरू पनि हाल्दै हुनुहुन्छ? हजुर। के ल्याउनु भएको छ माछा पार्नको लागि? ठुलो माछा पार्नको लागि सानो माछा नै चाहिन्छ भन्छ। माछा ल्याउनु भएको छ कि माछाको चारा के ल्याउनु भएको छ? यो चाहिँ पालेको यसले माछा खाँदैनन्। हजुर हजुर। यसलाई आफैले होममेड चारो। हजुर। अनि एउटा चाहिँ तपाईँको पिगेटको चारो। हजुर। यो तपाईँको यो चाहिँ चाइनाबाट बनेर आउँछ। ए ए ए। दुईटा चारो बोकेर आएको। कति अनुमान कति मिनेटमा एउटा माछा पर्न कति टाइम लाग्छ भन्न सक्नुहुन्छ ठ्याक्कै? माछा हजुरको भन्नु सकिन्न है? लकको कुरा हो। लकको कुरा हो। ठिकै छ, हामी यहाँ भिडियो गर्दैछौँ। दाइले कतिको माछा पार्नुहुन्छ हामी यो तालमा हामी पक्का पनि निहाल्ने छौँ। आज शनिबार रहेको छ, फुर्सदको बेला।
नजिकैबाट हामी निहाल्दैछौँ के छ सामग्रीहरू यहाँ ल्याउनु भएको छ है। एकदमै सँगले विभिन्न माछा पार्नको लागि चाहिने सामग्रीहरू दाइले ल्याउनु भएको छ। अब ठ्याक्कै यही पर्छ भन्ने चाहिँ छैन। कुन माछा भन्नुभयो यहाँनिर? रौ नैनी बिग्रेड हाल्यो होला यहाँनिर तपाईँको 3 तहमा बस्ने। ओके गाइज, हामी केही छेलमा नै अमाताल विशाल पोखरीबाट चाहिँ माछा चाहिँ नि फिसिङ गरेको हामी यहाँहरूलाई देखाउने नै छौँ। तयारी भइरहेको छ यहाँनिर। जोड फिसिङको चाहिँ बल्छी जोड्दै हुनुहुन्छ। माछा पर्नु समय पर्खिँदा चाहिँ एकदमै अल्छी लाग्दो, तर जुन बल्छीमा माछा परेपछि साह्रै नै रमाइलो हुन्छ भन्ने कुरा चाहिँ जानकारीमा आएको छ। धरान उपमहानगरपालिकादेखि 500 किलोमिटरको दक्षिणको दूरीमा रहेको अमातालमा आएका छौँ हामी। यो चाहिँ हाम्रो रामधुनी नगरपालिकामा अवस्थित अमा पोखरीमा आएका छौँ हामी। फिसिङ गर्नको लागि तयारीमा छौँ। हामीले अगाडि नै भनिसकेँ। ओके, माछा चाहिँ सर र चारो खोज्दै आउँछ। त्यो यहाँ चारो पनि रहेको छ। चारो चाहिँ बिस्कुट भन्नुभएको छ उहाँले। बिस्कुटलाई यसरी चाहिँ ल्याएको छ लटरम्मै पाकेको फल ढुन्ड्याएको जस्तो गरी। त्यसै गरी हाम्रो अर्को यो चाहिँ तपाईँको बिगेटको चारो। हजुर, बिगेटको चारो। ए हजुर हजुर, यो चाहिँ किन्नुपर्छ। यो चाहिँ होममेड भयो, यो चाहिँ रेडिमेड चारो है। यी सबै चारोहरू लगाएर अब हामी तयारी छौँ। कृपया रबिन ब्लग युट्युब च्यानलसँग रहनु होला। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। यदि तपाईँ फिसिङ गर्न इच्छुक हुनुहुन्छ भने, माछा मार्न तपाईँको चाहना छ भने आजको भिडियो तपाईँको लागि हुनसक्छ, तपाईँको फाइदाको लागि हुनसक्छ। कृपया अन्तिमसम्म हामीलाई हेरेर साथ दिनु होला। अलिक परतिर पिकनिक खेल्नु आएको रहेछ। अलिक गीत बजेर अलिकति डिस्टर्ब गर्ला कि युट्युबले क्याच गर्ला कि भन्ने डर लागिरहेको छ। तयारी अवस्थामा हुनुहुन्छ फिसिङको लागि। मिलाउँदै हुनुहुन्छ यहाँ रेन्ज के कति होइन, कतिमा पार्ने के हो कसो सबै मिलाउनु पर्ने हुन्छ। गरेर आनेलाई मात्रै थाहा हुन्छ। हामीलाई चाहिँ केही पनि थाहा हुँदैन। सो देख्न सक्नुहुन्छ उहाँले चाहिँ बल्छीलाई यसरी चाहिँ पारेर स्वाटै हाल्नुभयो। एकैचोटि पर पुगेको छ। गाइज हेरौँ, हामी देखिरहेछौँ। हाम्रो चाहिँ दाइ हालिसक्नु भएको छ बल्छी पर। केही बेर यसलाई यतिकै छोड्नुपर्ने अवस्था रहेको छ। के छ, बल्छी यसरी हानिसक्नु भयो तपाईँले। पर छ यहाँ यसरी बसिरहनु भएको छ। परे नपरे कसरी थाहा हुने तपाईँ यसमा? अब त्यो पर्यो भने यो फ्लोटर भन्छ यसलाई। हजुर, फ्लोटर इन्डिकेटर भन्दा पनि भयो। यसले इन्डिकेट गरिहाल्छ। यो चाहिँ टिप्छ। हजुर हजुर, त्यसपछि हामीले पर्यो भनेर थाहा पाउने। हजुर। ओके, हामी वेटिङमा छौँ। पर रहेको त्यो येल्लो कलर र रेड कलरको चाहिँ नि रहेको छ। त्यो पानीमा डुबेपछि चाहिँ हामीले माछा परेको भनेर चाहिँ थाहा पाउने भनेर चाहिँ जानकारी गर्नुभएको छ। ओ माई गड, फाइनली एउटा माछा परिसकेको छ। हामी देख्न सक्छौँ सानो, यसलाई पोथ्री माछा भनिन्छ होइन? पोथ्री माछा है। पोथ्री माछा पर्यो। ओके, देख्न सक्नुहुन्छ कति मजाको सानो पोथ्री माछा भनिन्छ। यो खाँदाखेरि बडो मजा आउँछ है। प्लास्टिकमा अघि झरिसक्यो होइन? ठिकै छ। ए अलिकति। ओके, माछा पर्न सुरु भइसकेको छ। यहाँ राख। ओके, एउटा माछा। ल हामी सेकेन्डचोटि ठुलै चारो हाल्न गइरहनु भएको छ। अब यहाँनिर
ओके 1 2 3 गो फेरि स्टार्ट हुँदैछ अर्को माछा ओके निकै पर गएर चाहिँ पानीमा फाल हालिसकेको छ फेरि तयारी अवस्थामा छौं